www.ird.gov.np। त्यस पछाडि हामीले यो पोर्टलमा आइपुग्छौँ र हामी करदाता पोर्टलमा जान्छौँ। करदाता पोर्टलमा गइसकेपछि हामीले यो जेनरल भन्ने आइकनको प्लस साइनलाई हामीले क्लिक गर्छौँ र हामीले क्रिएट ट्याक्स पेयर लगइनमा हामी जान्छौँ र त्यसमा हामीले हाम्रो प्यान नम्बर राख्छौँ र त्यसैलाई हामीले कपी गरेर पेस्ट गर्दाखेरि हाम्रो युजर नेम आउँछ। अब तपाईलाई के राख्न मन छ पासवर्ड त्यस पछाडि हामीले आफ्नो पासवर्ड राख्यौं र हामीले क्याप्चा पनि राख्नु पर्छ। र अब के हुन्छ भन्दाखेरि जुन इमेल र फोन नम्बर हामीले आइआरडी मा सबमिट गरेका हुन्छौं त्यो हाम्रो यहाँ डिस्प्ले भइरहेको छ र हामीलाई लास्टको 4 डिजिट दिन्छ मोबाइलको जीमेलको पनि अलिअलि थाहा हुन्छ र त्यस पछाडि हामीले क्रिएट भन्ने बटनमा थिचेपछि हाम्रो यो पासवर्ड क्रिएट हुनको लागि एउटा ओटिपी जान्छ जुन रजिस्टर गरिएको मोबाइल नम्बर छ र हेर्नुस् हाम्रो ओटिपी सेन्ड भइरहेको छ। हाम्रो ओटिपी गएको छ। अब हाम्रो मोबाइल नम्बरमा एउटा ओटिपी आएको छ। ओटिपी 23580 भन्ने छ। जब हामीले यो भेरिफाई अप्सनमा थिच्छौं यो हाम्रो